आजको विमर्शमा सबैलाई स्वागत छ। नमस्कार। आज हामी एकदमै संवेदनशील विषयमा कुरा गर्दैछौँ। इरान, इजरायल र अमेरिका, यो जुन अहिले द्वन्द्व चर्किएको छ नि। हो, एकदमै विश्वकै ध्यान तानेको छ यसले। हो, अनि यसको असर त अब विश्वभरि पर्ने नै भयो, तर हामी चाहिँ अलि बढी नेपालमा यसको के कस्तो प्रभाव पर्छ भन्नेमा केन्द्रित हुन्छौँ। पक्कै पनि। हामीले विभिन्न समाचारहरू, लेखहरू, विश्लेषणहरू हेरेका छौँ। हाम्रो उद्देश्य चाहिँ यो घटनाक्रमको पृष्ठभूमि के हो, अहिले ठ्याक्कै के भइरहेको छ र नेपालका लागि यसको अर्थ के हो भनेर अलि प्रस्ट्याउने नै हो। ठिक हो, यो अवस्थाको गहिराई बुझ्न जरुरी छ, किनभने यसका तरङ्गहरू हामी कहाँ पनि आइपुग्छन्। त्यही त, सुरु गरौँ न त। सबभन्दा पहिले त हाम्रै नेपालीहरूको कुरा गरौँ। इरानमा केही नेपाली फँसेका थिए, उनीहरूको उद्धार भयो भन्ने आयो होइन? हो, भयो। भारत सरकारको सहयोगमा भयो त्यो चाहिँ। चार्टर्ड उडानबाट 10 जना नेपाली फर्किनुभयो। 10 जना? त्यहाँ जम्मा 16 जना हुनुहुन्थ्यो, तर 5 जना चाहिँ उहाँहरूसँग कागज पत्र नभएर जेलमा पर्नुभएछ। हो र, गाह्रो भयो नि त। हो, उहाँहरूको उद्धार अलि जटिल नै छ, अनि एकजनाले चाहिँ फर्कन मान्नु भएन। परराष्ट्र मन्त्रालय अनि हाम्रो दिल्लीको दूतावासले भारतीय पक्षसँग राम्रै समन्वय गरेर यो उद्धार चाहिँ सम्भव भयो। ल, राम्रो भयो। तर इजरायलमा त झन् कति धेरै नेपाली छन् नि। त्यहाँको के छ अवस्था? उद्धारको तयारी कस्तो छ? इजरायलमा त करिब 5,500 देखि 7,000 सम्म नेपाली कार्यरत हुनुहुन्छ भन्ने अनुमान छ। सरकारले एउटा 4 सदस्य द्रुत प्रतिकार्य टोली बनाएको पनि हो, तयारी त गरेको छ। तर अलि अचम्मको कुरा के भने फर्किन चाहनेहरूको संख्या एकदमै कम देखियो। किन होला? अब 741 जनाले नाम त टिपाउनु भयो, तर साँच्चै फर्कुन्छु भन्ने चाहिँ जम्मा 30 जना जति मात्रै। यसको कारण के होला भने एउटा त हवाई मार्ग बन्द छ, अर्को अब जोर्डन, इजिप्टतिरबाट आउन भिसा समस्या, बाटो पनि जोखिमपूर्ण हो त नि। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ समय अघि फर्कियो भने आफ्नो ग्र्याच्युटी, अरू सुविधाहरू गुम्छ कि भन्ने डर पनि छ कामदारहरूमा। त्यो आर्थिक पाटो पनि रहेछ। हो, यो मानवीय कुरासँगै आर्थिक कुरा पनि त जोडिएर आउँछ। हाम्रो अर्थतन्त्र त झन् रेमिटेन्समा यति धेरै भर परेको छ। एकदमै, यो निकै संवेदनशील पक्ष हो। गत आर्थिक वर्षमै हेर्ने हो भने लगभग 11 अर्ब डलर रेमिटेन्स आयो। हो, अनि हाम्रा कामदारहरूको ठूलो संख्या, झन्डै आधा जति त पश्चिम एसियामै छन्। युएई, साउदी, कतार, कुवेत अनि इजरायल पनि। यो द्वन्द्व लम्बिँदै गयो भने त रोजगारी गुम्ने डर भयो, अनि रेमिटेन्स स्वाट्टै घट्ने जोखिम हुन्छ। अर्थविद गणेश गुरुङजीले पनि यही चिन्ता देखाउनु भएको छ। रेमिटेन्स मात्र होइन, यो द्वन्द्वले त हाम्रो भान्सा नै महँगो बनाउने हो कि जस्तो छ नि। महँगी बढ्ने कुरा हो, त्यो अर्को ठूलो जोखिम हो। तेल उत्पादन हुने क्षेत्रमा अशान्ति भयो कि विश्व बजारमा तेलको भाव बढिहाल्छ। इरानले त झन् त्यो होर्मुज स्ट्रेट नै बन्द गरिदिने धम्की दिएको छ। त्यो साङ्ग्रो बाटोबाट विश्वको 20% जति तेल जान्छ। बाप्रे! त्यो बन्द भयो भने त ढुवानी नै महँगो भइहाल्छ, अनि नेपालमा आउने सबै सामानको भाउ बढ्छ। डलर पनि महँगो हुँदैछ, हाम्रो आयात झन् महँगो पर्छ। अर्थविद चन्द्रमणि अधिकारीले भन्नुभए जस्तै यसले वैदेशिक लगानी, व्यापार, सहायता सबैमा असर पार्न सक्छ। आर्थिक वृद्धि दर नै घट्ने डर छ। यो त अहिलेको असर भयो, तर यो अमेरिका र इरान बीच यस्तो दुश्मनी यो कहिलेदेखि सुरु भएको हो? यसको जरो अलि खोतलौ न। यसको कथा अलि लामै छ। उहिले 20औं शताब्दीको सुरुतिर बेलायतले इरानमा तेल भेट्टायो, तर नाफाको ठूलो हिस्सा आफै लग्यो, इरानलाई थोरै मात्र दियो। दोस्रो विश्वयुद्धपछि त झन् अमेरिका र बेलायत मिलेर इरानका शाहलाई हटाएर उनका छोरा मोहम्मद रेजा पहलवीलाई गद्दीमा राखे। हस्तक्षेप नै गरेर? हो, अनि 1953मा जब त्यहाँका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्देकले तेल उद्योगलाई राष्ट्रियकरण गर्न खोजे नि, अमेरिकाको CIA र बेलायतको MI6ले सैन्य कू गराएर उनलाई हटाए र फेरि शाहलाई नै पूरा शक्ति दिए। बाबा! शाह अमेरिकाको एकदमै नजिकको मान्छे बने, तर आफ्नै देशमा चाहिँ उनको त्यो सावाक भन्ने गुप्तचर पुलिसको अत्याचारले गर्दा उनी एकदमै अलोकप्रिय भए। अनि त्यसपछि नै 1979 को त्यो इस्लामिक क्रान्ति भएको हो। बिल्कुल त्यही असन्तोषले क्रान्ति भयो। शाह भागे, आयतोल्ला खोमेनी फर्केर आए अनि इरान बन्यो इस्लामिक गणतन्त्र, जुन सुरुदेखि नै अमेरिका र इजरायल विरोधी भयो।
त्यो दूतावास बन्धक काण्ड पनि त्यही बेलाको होइन? हो, अमेरिकी दूतावासमा 444 दिनसम्म कर्मचारीलाई बन्धक बनाइयो। त्यसपछि त अमेरिका र इरानको सम्बन्ध पुरै टुट्यो। पछि इरान इराक युद्धमा अमेरिकाले इराकलाई नै सघायो। इरानले समर्थन गरेको हेजबुल्लाले अमेरिकीहरूलाई निशाना बनाउन थालेपछि त अमेरिकाले इरानलाई आतंकवादी राष्ट्र नै भन्यो। राष्ट्रपति बुशले त दुष्टहरूको अक्ष एक्सेस अफ इभलमै राखे इरानलाई। इजरायलसँग चाहिँ सम्बन्ध कसरी बिग्रियो? पहिले त राम्रै थियो भनिन्छ नि। शाह हुँदासम्म इरानले इजरायललाई मान्यता दिएको थियो, सम्बन्ध ठिकै थियो। तर क्रान्तिपछि इरानले इजरायललाई सानो शैतान बन्न थाल्यो। प्यालेस्टिनियाहरूलाई अनि लेबनानको हेजबुल्लालाई खुलेरै समर्थन गर्न थाल्यो। अनि इजरायलले चाहिँ इरानको आणविक कार्यक्रमलाई आफ्नो अस्तित्वकै लागि खतरा मान्यो, सुरुदेखि नै। र त्यही आणविक कार्यक्रम नै अहिलेको यो द्वन्द्वको मुख्य जड जस्तो देखिन्छ, होइन त? हो, एकदमै। इरानले आणविक कार्यक्रम अघि बढाएपछि तनाव बढ्दै गयो। 2015मा ओबामाको पालामा एउटा सम्झौता भएको थियो, JCPOA। त्यो सुनेको थिएँ। त्यसमा इरानले आणविक कार्यक्रम सीमित गर्ने, बदलामा अमेरिका र अरू शक्तिले प्रतिबन्ध हटाउने भन्ने थियो। तर 2018मा ट्रम्प आएपछि अमेरिका त्यो सम्झौताबाटै बहिरियो अनि झन कडा प्रतिबन्ध लगायो। 2020मा अमेरिकाले इरानका ठूला सैन्य कमान्डर कासिम सुलेमानीलाई मारिदिएपछि त अवस्था झन चर्कियो। अनि अहिले चाहिँ यो जुन 13 2025को घटनाले त सिधै युद्ध नै भयो। दुःखको कुरा त्यस्तै भयो। जुन 13मा इजरायलले इरानको आणविक केन्द्रहरूमा ठूलो हमला गर्यो। त्यसको केही दिनमै जुन 22मा अमेरिकाले पनि इजरायललाई सघाउँदै फोर्डो, नतान्ज, इस्फहान जस्ता मुख्य आणविक ठाउँमा हमला गर्यो। अमेरिका पनि प्रत्यक्ष सामेल भयो। हो, अनि इरानको IRGC मुख्यालय, तेहरानको त्यो एभिन जेल जस्ता ठाउँ पनि निशानामा परेछन्। अहिले दुवैतिरबाट मिसाइल हानाहान चलिरहेको छ। निकै डरलाग्दो अवस्था रहेछ। अब भविष्यमा के होला जस्तो देखिन्छ? यसको असर कस्तो पर्ला? खै, अहिले नै भन्न गाह्रो छ। तर यो द्वन्द्व अझै फैलिने, पुरै क्षेत्र अस्थिर हुने खतरा एकदमै धेरै छ। त्यो होर्मुज स्ट्रेट बन्द भयो भने त विश्व अर्थतन्त्रमै ठूलो सङ्कट आउन सक्छ। तेलको मूल्य आकाशिन सक्छ। हो त। भू राजनीतिमा पनि ठूलो फेरबदल आउँदैछ जस्तो छ। एकातिर अमेरिका, इजरायल, अर्कोतिर इरान, रुस, चीन जस्तो देखिँदैछ। आणविक हतियारको चिन्ता नि? त्यो त छँदैछ। IAEAले पनि फोर्डोमा क्षति भएको र युरेनियम भण्डारबारे चिन्ता देखाइसकेको छ। यसले इरानभित्रै पनि शासन कति स्थिर रहन्छ भन्ने प्रश्न उठाउँछ। आज हामीले यो इरान, इजरायल, अमेरिका द्वन्द्वको पृष्ठभूमिदेखि लिएर अहिलेको यो एकदमै सङ्कटपूर्ण अवस्था अनि खास गरी नेपालमा यसको असर, नेपालीको उद्धारदेखि अर्थतन्त्रसम्मका कुराहरूमा अलिक गहिरिएरै विमर्श गर्यौं। हो, यो जटिल विषयका विभिन्न पाटाहरूलाई छोयौं। समय दिएर सुनिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद। अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा खेलिरहेको छ। यो मध्य पूर्वमा जुन शक्ति सन्तुलन र गठबन्धनहरू फेरिँदैछन्, यसले हामी जस्तो मुलुकको परराष्ट्र नीति, आर्थिक रणनीतिमा कस्तो दीर्घकालीन असर पार्दै लैजाला, यसबारे सोच्दै गरौँला। आजलाई बिदा भयौं। नमस्कार। नमस्कार।